साथीहरु गोठालोको आज हामी यहाँ फापरको ढिँडो र यो कालिज खानासँग चाहिँ खाँदैछौँ। तपाईहरु पनि विकेन्डमा साथीभाइसँग मिलेर फ्यामिलीसँग चाहिँ आएर चाहिँ गोठालोको ढिँडो सेट खाना सेट ट्राई गर्न सक्नुहुन्छ। यहाँ चाहिँ कालिज भइहाल्यो, हाँस पनि पाइन्छ, लोकल कुखुरा पनि पाइन्छ हैन, अर्ग्यानिक तरकारी भयो, अनि होमस्टे पनि छ, राम्रो राम्रो रुमहरु छ, आउनु होला। साथीहरु गोठालोको आज हामी यहाँ फापरको ढिँडो र यो कालिज खानासँग चाहिँ खाँदैछौँ। तपाईहरु पनि विकेन्डमा साथीभाइसँग मिलेर फ्यामिलीसँग चाहिँ आएर चाहिँ गोठालोको ढिँडो सेट खाना सेट ट्राई गर्न सक्नुहुन्छ। यहाँ चाहिँ कालिज भइहाल्यो, हाँस पनि पाइन्छ, लोकल कुखुरा पनि पाइन्छ हैन, अर्ग्यानिक तरकारी भयो, अनि होमस्टे पनि छ, राम्रो राम्रो रुमहरु छ, आउनु होला।